ल आज एउटा यस्तो कथा सुनौ जसले हामीलाई जीवनको सबैभन्दा कठिन समयमा शक्ति कहाँबाट आउँछ भनेर सोच्न बाध्य बनाउँछ। यो कथा हो नेपालको सुन्दर पहाडहरूको काखबाट उठेको सहनशीलताको। एउटा पुरानो नेपाली उखान छ नि, खोलाको ढुङ्गा एउटै बाढीले होइन निरन्तरको बगाइले चिल्लो हुन्छ। कति गहिरो कुरा। यसले के भन्छ भने साँचो बल र सहनशीलता भनेको कुनै एक घटनाले आउने कुरा होइन, यो त निरन्तरको प्रयास, धैर्य र नहार्ने अठोटको परिणाम हो। अब हाम्रो कथा सुरु हुन्छ एउटा यस्तो ठाउँ र समयबाट जहाँ जीवन एकदमै शान्त र सरल थियो। त्यो ठूलो सङ्कट आउनुभन्दा धेरै पहिलेको कुरा हो यो, जब सबै कुरा आफ्नो लयमा चलिरहेको थियो। एकछिन आँखा चिम्लेर कल्पना गरौँ त, एउटा सानो पहाडी गाउँ जहाँ दिनहरू मौसमअनुसार चल्थे, समुदायको तालमा बित्थे। त्यो बिहानको चिसो हावा, दिउँसो चौतारीमा हुने जमघट अनि साँझको शान्त वातावरण जीवनको आफ्नै एउटा सुन्दर लय थियो। त्यहाँ परिवार र समुदाय बीचको सम्बन्ध साँच्चै गहिरो थियो। ज्ञान, कथाहरू अनि परम्पराहरू सबै कुरा एउटै छानामुनि एक पुस्ताबाट अर्को पुस्तामा सर्दै जान्थ्यो। बलियो बन्धन थियो सबैको। त्यहाँका मानिसहरू र उनीहरूले टेकेको माटो बीचको सम्बन्ध एकदमै बलियो थियो। हो, जीवन मेहनतले भरिएको थियो, तर त्यही मेहनतमा एउटा गहिरो सन्तुष्टि र सुन्दरता पनि लुकेको थियो। तर अब कथाले एउटा यस्तो मोड लिन्छ जसले त्यो शान्तिलाई एकैछिनमा भताभुङ्ग पारिदिन्छ। त्यो दिन पनि अरू दिन जस्तै एकदमै सामान्य थियो। आकाश सफा थियो, मान्छेहरू आआफ्नो काममा व्यस्त थिए, तर कसलाई के थाहा थियो र त्यो शान्ति त आधी आउनु अघिको सन्नाटा मात्र थियो भनेर। अनि अचानक सबै कुरा हल्लियो। 7.8 यो केवल एउटा नम्बर मात्रै थिएन, यो त त्यो भूकम्पको शक्ति थियो जसले एकै क्षणमा सबै कुरालाई तहसनहस बनाइदियो। त्यो शान्त गाउँ र यो भयानक विनाश सोच्न पनि सकिँदैन। अब सबैको अगाडि एउटै ठूलो प्रश्न थियो, भग्नाशेषबाट जीवन फेरि कसरी सुरु गर्ने? जब सबै कुरा शून्यमा झर्छ, सुरुवात चाहिँ कहाँबाट गर्ने होला? हो, यही प्रश्नबाट सुरु हुन्छ एउटा लामो, कठिन तर प्रेरणादायी यात्रा, एउटा उकालो लडाई। फेरि उठ्ने बाटो सजिलो थिएन, यसका कैयौं चरणहरू थिए। पहिलो काम तत्कालको लागि सुरक्षित आश्रय खोज्नु थियो। त्यसपछि टुटेको समुदायलाई फेरि एकअर्कासँग जोड्नु थियो, अनि त्यो विशाल भग्नावशेष हटाउनु र भविष्यको लागि फेरि खेतमा अन्न रोप्नु। हरेक कदम एक चुनौती थियो। एकछिन रोकिएर सोचौँ न, यो सहनशीलता भनेको आखिर के हो? यो केवल दुःख सहेर बस्नु मात्रै होइन, यो त लडेपछि धुलो टकटकाएर फेरि उठ्नु हो, र सायद पहिलेभन्दा अझै बलियो भएर उठ्नु हो। प्रगति रातारात हुने कुरा थिएन, तर भग्नावशेषबाट सारिएको हरेक ढुङ्गा आफैमा एउटा जित थियो। हरेक यस्तो सानो कदमले मनमा ठूलो आशा जगाउँथ्यो। अब कथाको सबैभन्दा महत्त्वपूर्ण मोडमा जाउँ। यो मोडमा ध्यान भौतिक पुनर्निर्माणबाट सरेर मानिसको आन्तरिक रूपान्तरणमा पुग्छ। त्यो सङ्कटले मानिसहरूको सोच्ने तरिका नै बदलिदियो। पहिले मनमा केही गुमाउनु पर्ला कि भन्ने डर थियो, तर त्यो घटनापछि उनीहरूले बाँच्नुको वास्तविक मूल्य बुझे। डरको ठाउँमा जीवनप्रतिको सम्मान पलायो। भनिन्छ नि, कहिलेकाहीँ ढुङ्गा जस्तो कठोर पर्खालमा चिरा परेपछि नै भित्र उज्यालो पस्न पाउँछ। त्यो विनाशले पनि मानिसहरूमा नयाँ शक्ति, नयाँ दृष्टिकोण र जीवनलाई हेर्ने नयाँ नजरको लागि बाटो बनाइदियो। गाउँका एक अग्रजको यो भनाइले सबै कुरा समेट्छ। हामीले हाम्रो घर मात्र पुनर्निर्माण गरेनौँ, हामीले आफैलाई पुनर्निर्माण गर्यौँ। यो यात्रा बाहिरी मात्र थिएन, यो त भित्री रूपान्तरणको यात्रा थियो। त्यसो भए यो नेपाली कथाले हामी सबैको लागि के सन्देश छोडेर जान्छ त? यसको प्रतिध्वनि आज पनि उत्तिकै सान्दर्भिक छ। ती पहाडहरूबाट हामीले केही महत्त्वपूर्ण पाठहरू सिक्न सक्छौँ। पहिलो, सबैभन्दा बलियो आश्रय भनेको समुदाय हो। दोस्रो, प्रगति भनेको साना साना पाइलाहरूको जोड हो। तेस्रो, साँचो शक्ति परिस्थिति अनुसार आफूलाई ढाल्न सक्नुमा छ। र अन्तिम, कहिलेकाहीँ जीवनले दिएका दागहरू नै बुद्धिको स्रोत बन्न सक्छन्। तर याद राखौँ, यो केवल एउटा भूकम्पको कथा मात्रै होइन। यहाँ भूकम्प भनेको हाम्रो जीवनमा आउन सक्ने कुनै पनि ठूलो चुनौतीको प्रतीक हो। त्यो चुनौती व्यक्तिगत होस् वा व्यावसायिक, यो सन्देश हामी सबैको लागि हो। र अन्त्यमा एउटा प्रश्न छोडेर जान चाहन्छु, हामी सबै आआफ्नो जीवनमा कुन पहाड चढ्दैछौँ?
हामी सबैका आफ्नै चुनौतीहरू छन्। आशा छ यो कथाले हामी सबैलाई ती चुनौतीहरूको सामना गर्ने शक्ति र प्रेरणा दिनेछ।